एकछिन मैले हजुरहरूको लागि भनेर एउटा सजिलो र मिठो रेसिपी लिएर आएको छु। यसमा चाहिँ हजुरहरूको घरमा भएको सामग्रीले मजाले बनाउन सक्नुहुन्छ। भिन्डी चाहिँ अब घरमा भए पनि ठिक छ, नत्र बजारबाट किनेर ल्याएको भिन्डी पनि बनाउन सक्नुहुन्छ है त। यो रेसिपीलाई बनाउनको लागि एकदमै सजिलो छ। यहाँ देखाएको स्टेप बाई स्टेप हजुरहरूले फलो गर्नुहोस् अनि त्यही स्टाइलले हजुरहरू पनि बनाएर खानुहोस्। यसमा चाहिँ तेल कम, मसला कम हुने भएकाले साना बालबालिका र बुढाबुढीहरूले पनि खान सक्नुहुन्छ। यो सुक्खा हुन्छ, त्यसैले हजुरहरू यसलाई खानासित होस् या रोटीसँग सबैसँग हजुरहरूले खान सक्नुहुन्छ। यो एकदमै मिठो हुन्छ है त। अब यसै गरी यो स्टेप बाई स्टेप फलो गरेर बनाउनुहोस्, खानुहोस्, इन्जोय गर्नुहोस् अनि मलाई लाइक कमेन्ट सेयर गर्न नबिर्सिनुहोस्। हस् त, धन्यवाद। हजुरहरूको दिन शुभ रहोस्।